अब हामीले देखेको भेटेको बुझेको विप्लव प्रतीक लाइक पर्सनालिटी भनौँ न, इन्ट्रोभर्ट हो कि एक्सट्रोभर्ट हो कि अथवा एम्बिभर्ट हो, दुइटैको ब्लेन्ड। यस्तो छ, त्यो के छ भन्दाखेरि म पहिला इन्ट्रोभर्ट थिएँ हजुर होइन, पहिला इन्ट्रोभर्ट थिएँ। मलाई के छ भन्दाखेरि आई युज टु लिसन अ लट, अनि आई कुडन्ट स्पिक। अनि त्यो भएको रिजन चाहिँ मलाई के लाग्छ भन्दाखेरि मलाई फाल्तुको कुरा गर्नु मन नलाग्ने रहेछ त्यो बेलामा। त्यस कारणले आई वाज लर्निङ, म भरिरहेको थिएँ। जसरी हामीले नयाँ ल्यापटप किन्दा त्यसमा प्रोग्रामहरू इन्स्टल गर्छौँ नि, एप्सहरू इन्स्टल गर्छौँ नि, त्यस्तै आई वाज इन्स्टलिङ। मतलब मेरो माइन्डले त्यो इन्स्टल गरिरहेको रहेछ। जति जति मान्छे भेट्यो, जति जति ऊ भयो, त्यो गर्दै 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 गएपछि अब पछि के छ नि, अहिले पनि कस्तो ह्याबिट छ भन्दाखेरि मैले जानेको कुरा कहीँ भइरहेछ र मैले केही बोल्नु पर्ने छ, बोल्ने हो। अदरवाइज मलाई चाहिएन त्यो कुरा, बोल्नु परेन त्यहाँनिर होइन। अहिले पनि त्यो क्युरियोसिटी छँदैछ कि कसैले एकदम नौलो कुरा गरौँ, त्यो आफूले थाहा नभएको कुरा चाहिँ सोध्ने, त्यहाँ पनि एकचोटि सवाल गरे पुग्यो, बोलिराख्नु परेन होइन। भन्दाखेरि म युजली चाहिँ आम इन्ट्रोभर्ट, मतलब बेसिकली चाहिँ म इन्ट्रोभर्ट हो। तर समय परिस्थिति अनुसारले चाहिँ म चाहिँ नि इन बिट्विन हुन्छु कि, लाइक यु सेड एम्बिभर्ट भन्नु भने जस्तै इन बिट्विन हुन्छु। जस्तो अब मेरो कोही मनपर्ने सङ्गतमा बसेर मनपर्ने विषयमा कुरा भइरहेछ, त्यहाँ म एकदम मस्तले खुलिरहेको हुन्छु होइन, कहीँ म खोल्दिनँ। त्यही भएर त मान्छेको कसैले चाहिँ देख्दाखेरि ओ कस्तो एकदम फरासिलो है भन्ने हुन्छ, कसैले रे घमण्डी बोल्दै नबोल्ने, हामीलाई थाहा छैन र। दाइको कविता गीत यति सरल र शब्दहरू पनि कोमल होइन, यो कसरी हुन्छ दाइ? एकदम दुःखले हो कि प्रेमले हो कि कसरी आउँछ दाइ यस्तो शब्दहरू? खोइ त्यसबारे सोचेकै छैन, सोचेकै छैन। म जे हो यस्तो हुन्छ, मेरो जे हो त्यही रिफ्लेक्ट भएको होला होइन। र अहिले पनि मैले भने यदि दर्द नभोग्ने हो भने चाहिँ कुनै पनि आर्टिस्ट बन्दैन। हरेक आर्टिस्टको पछाडि दर्द चाहिँ नि ब्याकग्राउन्डमा होइन, ब्याकड्रपमा चाहिँ दर्द हुन्छै हुन्छ। अनि उनीहरूले दर्द खोज्दै जानु पर्दैन क्या। अनि दर्द भनेको बाटोमा ठोकिएर चाहिँ घुँडाबाट रगताउनुको दर्द हुँदैन, त्यो मानसिक दर्द चाहियो होइन। कसैको प्यारेन्ट्स चाहिँ के अरे उनीहरू सानै हुँदै छुट्टिएको होला होइन। कसैले चाहिँ आफ्नो घरमा चाहिँ आफूले नचाहेको बेलामा कसैको डेथ देखेको होला होइन। कसैले आफ्नो लाइफमा चाहिँ कुनै रिलेसनसिपमा चाहिँ एकदमै असह्य चाहिँ कुनै एउटा पेन भएको होला। एक हिसाबले मोटिभेसन पार्ट पनि भन्न सकिन्छ होइन दाजु, केले गर्दा प्रेरित गर्यो? त्यसले दुई काम हुन्छ फेरि। एउटा चाहिँ के हुन्छ भने त्यसले मान्छेलाई चाहिँ निराशाको गर्ततिर पनि लैजान सक्छ होइन। त्यसले चाहिँ त्यही मान्छेलाई त्यही चिजले मोटिभेट पनि गराउन सक्छ।